आज चाहिँ म तपाईहरुलाई हाम्रो ग्रुपवाला भिडियो चाहिँ कसरी बनाउँछ भन्ने कुराहरु देखाउन जाँदैछु। सो हेलो नमस्ते एन्ड जर्ले एभ्रीवन, स्वागत छ मेरो आजको न्यू डे न्यू मिनी ब्लगमा। आई होप कि तपाईहरु सबैजना चाहिँ सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि तपाईहरुलाई चाहिँ अलरेडी नै थाहा छ आज म के गर्दैछु भन्ने कुरा। यस आज चाहिँ हामी ग्रुपवाला भिडियोहरु बनाउन जाँदैछौँ। तपाईहरुलाई चाहिँ पहिला नै थाहा छ हामीले ग्रुपवाला भिडियो चाहिँ कसको रुममा बनाउँछ अथवा कहाँ बनाउँछ भन्ने कुरा। अनि म टक्क रेडी सेडी भएर म समीर दादाको रुमतिर लागे। अनि म बाटोमा जाँदैछु ठ्याक्कै मैले मेरो क्लासको साथीहरुलाई भेटे। उनीहरु चाहिँ भर्खर एक्जाम सिधाएर आइरहेको छ। अनि सबै साथीहरुसँग ह्यान्डसेक गरेर म फेरि समीर दादाको रुमतिर लागे। फाइनली एकछिन पछि हाम्रो समीर दादाको रुममा नि आइपुगे म। अनि रुममा पुगेर लुगासुगा लाइसकेपछि के भयो त यस्तो कालो र निलो। अनि आज चाहिँ हामीलाई मौसमले लास्ट धोका दिन्छ जस्तो लागिरहेको थियो। अनि हतार हतार पानी पर्नुभन्दा अगाडि समीर दादा र म चाहिँ एउटा गानामा टिकटक बनाइहाल्यो। जुन टिकटक चाहिँ मैले टिकटकमा हालिसकेँ हिजो नै, तपाईँहरूले पनि हेर्नुभयो होला। अनि ठ्याक्कै एउटा टिकटक बनाउनु पर्ने अनि त्यसपछि पानी पो पर्न लाग्यो। अनि हामीलाई चाहिँ लागिसकेको थियो आज चाहिँ हामीले टिकटक बनाउनु पाउँदैन यो पानीले गरेर। अनि पानी त एकैछिनमा रोक्यो। अनि त्यसपछि फेरि हामीले हतार हतार अरू टिकटकहरू पनि बनाउन थाल्यो। अनि सबै टिकटक भिडियोहरू बनाइसकेपछि म समीर दादालाई बाइ बाइ गरेर त्यहाँबाट निक्ले। अनि म चाहिँ रुममा रातितिर आइपुगेको थियो। हस् त आजको यो मेरो मिनी भ्लग चाहिँ यहाँनिर एन्ड हुन्छ। अनि हजुरहरूलाई चाहिँ मेरो मिनी भ्लग कस्तो लाग्छ वा कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला।